नमस्कार। आज हामी एउटा साँच्चै नै अलि गम्भीर र विचलित पार्ने घटनाबारे विस्तृतमा कुरा गर्दैछौँ। नमस्ते। यो घटना सुनसरीको रामधुनी नगरपालिका शिवनगरमा शनिबार साँझ भएको हो। त्यहाँ एकजना सिटी सफारी चालक 47 वर्षीय दिनेश चौधरीको उनकै सफारीभित्र हत्या भएको छ। यो खबरले निकै स्तब्ध बनायो। हो, एकदमै दुःखद घटना हो यो। दिन दहाडै जस्तो भन्नु पर्यो, आफ्नै काम गर्ने ठाउँमा यसरी एकजना मान्छेको हत्या हुनुले त पक्कै पनि स्थानीय स्तरमा चिन्ता बढाएको हुनुपर्छ। हो नि। आजको हाम्रो यो गहन विमर्श पनि यही घटनाकै वरिपरि रहनेछ। हामीले यसका लागि एउटा समाचार रिपोर्टलाई आधार बनाएका छौँ, जसले घटनाको प्रारम्भिक विवरण दिएको छ अनि केही प्रत्यक्षदर्शीको कुरा र प्रहरी अनुसन्धान कसरी सुरु भयो भन्ने जानकारी पनि समेटेको छ। त्यसो भए आज हामी के कुरामा बढी केन्द्रित हुन्छौँ त? मतलब हाम्रो उद्देश्य के हो? हाम्रो उद्देश्य चाहिँ यो रिपोर्टमा जे जानकारी छ त्यसलाई केलाएर घटना कसरी भयो, आक्रमण कस्तो देखिन्छ, प्रहरीले अहिलेसम्म के गर्यो अनि सबैभन्दा महत्त्वपूर्ण यो घटनाले कस्ता प्रश्नहरू उठाएको छ भन्ने स्पष्ट पार्ने प्रयास गर्नेछौँ। ल, त्यसो भए सुरु गरौँ है त। सबभन्दा पहिले घटनाको आधारभूत जानकारीबाटै जाउँ न। को हुनुहुन्थ्यो पीडित, कहाँ, कहिले? अवश्य। मृतक व्यक्ति रामधुनी नगरपालिका वडा नम्बर 2 शिवनगरका 47 वर्षीय दिनेश चौधरी हुनुहुन्छ। उहाँ चाहिँ नियमित रूपमा सिटी सफारी चलाएर आफ्नो गुजारा चलाउँदै आउनुभएको रहेछ। रिपोर्टमा उहाँको सफारी नम्बर पनि छ, प्रदेश 1 004 ह 7804 भनेर। घटना भएको समय चाहिँ शनिबार साँझ करिब 5 बजेतिर अनि ठाउँ पनि उहाँकै घर ठेगाना भएको शिवनगर क्षेत्र नै हो। साँझको 5 बजे? त्यो त मतलब मान्छे हिन्डुल गर्ने समय नै हो नि, होइन? खासै अँध्यारको पनि भएको हुँदैन। हो त। अनि अझ अचम्म लाग्दो कुरा, रिपोर्ट अनुसार त उहाँ कतै बाहिर हुनुहुन्थ्यो रे कि आफ्नै सफारीको ड्राइभर सिटमै बसिरहनु भएको थियो रे आक्रमण हुँदा? हो, रिपोर्टमा त्यही भनिएको छ। उहाँ ड्राइभर सिटमै बसिरहेको अवस्थामा आक्रमण भएको। सिटमै? यो विवरणले घटनालाई झन रहस्यमय बनाउँछ। हो त नि। यसले त घटना कति अप्रत्याशित अथवा कति योजनाबद्ध थियो भन्ने पनि देखाउला नि। एकदम। चालक आफ्नै सिटमा हुँदा आक्रमण हुनुले कि त उहाँलाई कुनै बहानामा त्यहाँ रोकिएको थियो वा सायद यात्रु भनेर आएको मान्छेले नै आक्रमण गर्यो कि? रिपोर्टमा स्थानीय बासिन्दाहरूको भनाइ पनि छ। उनीहरूले के भनेका छन् भने आक्रमणमा सायद एकजना यात्रु बनेर सफारी भित्रै थिए। भित्र एकजना? अनि उनलाई सघाउन बाहिर नजिकै मोटरसाइकलमा अरू 2 जना पनि तयारी अवस्थामा थिए रे। मोटरसाइकलमा बाहिर? हो। आक्रमण गरेपछि उनीहरू सबैजना फरार भए भन्ने स्थानीयको भनाइ छ। एकजना भित्र यात्रु जस्तो बस्ने अनि बाहिर मोटरसाइकलमा अरू 2 जना तयार रहने, यो सुन्दा त खै कुनै रिसिभी वा झ्वाक्क चलेको झगडा जस्तो भन्दा पनि निकै सोच विचार गरेर योजना बनाएरै गरेको जस्तो पो सुनिन्छ त। हो नि। यो त एम्बुस जस्तै भयो नि त, होइन र? हो, तपाईले भनेको कुरा एकदम महत्त्वपूर्ण छ। यो कोणबाट हेर्नै पर्छ। यदि स्थानीयको भनाइ र पछि प्रहरी अनुसन्धानले पनि यही देखायो भने यसले के संकेत गर्छ भने यो कुनै आकस्मिक घटना जस्तै लुटपाट वा सामान्य झगडा मात्रै नहुन सक्छ। यात्रु बनेर विश्वास जित्नु, बाहिर मान्छे तयार राख्नु अनि भाग्नलाई मोटरसाइकल प्रयोग गर्नु, यी सबैले त पूर्व तयारी र अलि सङ्गठित योजनाकै संकेत गर्छ। हो। अनुसन्धान गर्नेहरूको लागि यो पक्ष महत्त्वपूर्ण हुन्छ किनभने यसले हत्याको कारण खोज्न बाटो देखाउँछ। के यो व्यक्तिगत दुश्मनी थियो वा व्यावसायिक रिसिभी कि कुनै समूह नै संलग्न थियो, यस्ता प्रश्न उठ्छन्। अनि अर्को कुरा नि, रिपोर्टमा स्थानीयले घटना हुँदा ठूलो आवाज सुनेको भनेका छन् नि। त्यो आवाज के को हुन सक्छ? केही अनुमान लगाउन सकिन्छ? त्यसले अनुसन्धानमा केही फरक पार्छ होला? यो ठूलो आवाजको कुरा पनि अनुसन्धानका लागि महत्त्वपूर्ण त छ, तर यो के को आवाज थियो भनेर यकिन साथ भन्न चाहिँ अहिले गाह्रो हुन्छ। सबैभन्दा सजिलो अनुमान त गोली चलेको आवाज भन्ने नै हुन्छ, तर त्यो आवाज हतियार पड्केको मात्रै नभएर सायद आक्रमण गर्दा भएको झडप, केही चिज जोडले ठोकिएको वा चर्को स्वरमा चिच्याएको पनि त हुन सक्छ नि, होइन? त्यो पनि हो। कहिलेकाहीँ गाडीको टायर पड्केको आवाजलाई पनि मान्छेले अर्कै सोच्न सक्छन्। त्यसैले अब प्रहरीले घटनास्थलबाट के प्रमाण भेट्छ, जस्तै गोलीको खोका, रगतका छिटा वा अरू केही हतियारको टुक्रा टाक्री, अनि सबभन्दा महत्त्वपूर्ण चाहिँ
त्यो पोस्टमार्टम रिपोर्टले नै यो आवाजको रहस्य खोल्ला। प्रहरी अनुसन्धानकै कुरा गर्दाखेरि रिपोर्टमा के थियो भने घटना शनिबार साँझ भए पनि प्रहरीले रातभर घटनास्थललाई घेरा हालेर सुरक्षित राखेको थियो रे। हो। अनि आइतबार बिहानबाट मात्रै विस्तृत अनुसन्धान थालेको होइन त? यो प्रक्रिया किन यति महत्त्वपूर्ण हुन्छ? हो, एकदम सही। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय पक्लीको संयुक्त टोली आइतबार बिहान पुगेर अनुसन्धान सुरु गरेको हो। घटनास्थललाई रातभर सील गरेर राख्नु चाहिँ अपराध अनुसन्धानको एकदमै आधारभूत र महत्त्वपूर्ण काम हो। यसलाई क्राइम सीन प्रिजर्भेसन भन्छन्। यसको मुख्य उद्देश्य के हो भनेदेखि कुनै पनि भौतिक प्रमाण, चाहे त्यो आँखाले नदेखिने रौँ होस् वा हतियार नै किन नहोस्, त्यो नष्ट नहोस्, कसैले चलाउन वा बिगार्न नपाओस् भनेर हो। रातमा उज्यालो कम हुँदा वा अरू कारणले ससाना प्रमाण छुट्न सक्छन्। त्यसैले बिहान उज्यालोमा विशेषज्ञ टोलीले राम्ररी हेरेर प्रमाण सङ्कलन गर्न सजिलो हुन्छ। यसले प्रहरी कति गम्भीर छ भन्ने पनि देखाउँछ। अनि मृतक चौधरीको शवलाई पोस्टमार्टमका लागि धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको कुरा पनि छ। हो। रिपोर्टले के पनि भनेको छ भने उहाँको छातीमा हतियारले हानेको गहिरो घाउ देखिएको छ, तर त्यो हतियार के थियो, गोली थियो कि कुनै चक्कु खुकुरी जस्तो धारिलो वस्तु, त्यो चाहिँ अझै पक्का भएको छैन। हो, र यो पक्का गर्ने काम नै पोस्टमार्टमको सबैभन्दा महत्त्वपूर्ण कामहरूमध्ये एक हो। पोस्टमार्टम रिपोर्टले मृत्युको कारण के हो, कज अफ डेथ त बताउँछ नै, सँगसँगै मृत्युको प्रकृति कस्तो हो, म्यानर अफ डेथ, मतलब यो हत्या हो, आत्महत्या हो, दुर्घटना हो कि प्राकृतिक मृत्यु हो, त्यो छुट्याउन पनि मद्दत गर्छ। ठीक। यो केसमा त हत्या नै हो भन्ने लगभग स्पष्ट छ, तर आक्रमणमा कुन हतियार प्रयोग भयो भन्ने पत्ता लाग्नु अनुसन्धानका लागि एकदमै निर्णायक हुन सक्छ। हो र? छातीको त्यो घाउ गोलीले लागेको हो कि छुरी, खुकुरी वा अरू कुनै धारिलो हतियारले बनाएको हो, त्यो पोस्टमार्टम गर्ने डाक्टरले विस्तृत जाँच गरेपछि मात्र भन्न सक्छन्। उनीहरूले घाउको प्रकृति, गहिराई, भित्र कति क्षति भएको छ सबै हेर्छन्। यहाँनिर मलाई एउटा कुरा जान्न मन लाग्यो। हतियार गोली होस् वा धारिलो, मान्छेको हत्या त भयो, अनुसन्धानको लागि हतियारको प्रकार नै थाहा पाउनु किन यति धेरै महत्त्वपूर्ण हुन्छ त? यसले अनुसन्धान अघि बढाउन कसरी फरक पार्छ र? यो प्रश्न एकदमै जायज हो। यहाँ चाखलाग्दो कुरा के छ भने कुन हतियार प्रयोग भयो भन्ने कुराले अनुसन्धानको पुरै दिशा र प्राथमिकता नै बदल्न सक्छ। कसरी? उदाहरणका लागि, मानव पोस्टमार्टमबाट गोली हानेको पुष्टि भयो, तब प्रहरीको ध्यान तुरुन्तै कता जान्छ? अवैध हतियारको सञ्जालतर्फ। कस्तो बन्दुक प्रयोग भयो? घटनास्थल वा शवबाट गोलीको खोका वा गोलीको टुक्रा भेटियो कि भेटिएन? यदि भेटियो भने ब्यालिस्टिक जाँचबाट त्यो गोली कुन बन्दुकबाट चलेको हो भनेर पत्ता लगाउन सकिन्छ। पछि हतियार भेटियो भने घटनासँग जोड्न सजिलो भयो। अर्कोतिर, यदि धारिलो हतियार जस्तै चक्कु वा खुकुरी प्रयोग भएको रहेछ भने त्यसले के देखाउँछ भने आक्रमण एकदमै नजिकबाट भएको थियो। हो त। यस्तोमा पीडित र आक्रमणकारी बीच सङ्घर्ष वा घम्साघम्सी भएको हुन सक्ने सम्भावना बढी हुन्छ। अनि सङ्घर्ष भएको भए घटनास्थलमा वा पीडितको शरीरमा आक्रमणकारीको रगत, छालाको कोष, रौँ, कपडाको टुक्रा जस्ता जैविक प्रमाण भेटिन सक्छन्, जुन डीएनए परीक्षणका लागि एकदमै महत्त्वपूर्ण हुन्छ। हो नि? अनि धारिलो हतियार प्रयोग गर्दा आक्रमणकारीलाई पनि चोट लाग्न सक्छ। त्यसको आधारमा पनि अनुसन्धान गर्न सकियो। त्यसैले हतियारको पहिचानले प्रमाण कसरी खोज्ने र अनुसन्धानको दायरा कता लैजाने भन्ने कुरालाई निर्देशित गर्छ। हो र, कुरो बल्ल बुझियो। हतियारको प्रकृतिले अनुसन्धानको रणनीति नै फरक पार्ने रहेछ। त्यसो भए अहिलेको अवस्था हेर्दा प्रहरी अनुसन्धान कहाँ पुग्यो होला त? केही प्रगति भएको वा कसैलाई शङ्कामा समातेको जस्तो केही खबर छ? समाचार रिपोर्ट तयार पार्दासम्म चाहिँ अनुसन्धान जारी नै छ। कसैलाई पक्राउ गरेको जानकारी चाहिँ त्यसमा उल्लेख छैन। यो त अनुसन्धानको एकदमै सुरुको चरण भयो। प्रहरीले अहिले के गरिराखेको होला भने घटनास्थलबाट उठाएका प्रमाणहरू विश्लेषण गर्ने, सम्भावित प्रत्यक्षदर्शी वा अरू जानकारी हुन सक्ने मानिसहरूसँग सोधपुछ गर्ने, मृतकको पृष्ठभूमि, उहाँका सम्बन्धहरू, कसैसँग रिसै बिकियो कि भनेर बुझ्ने, यस्तै कामहरू गरिराखेको हुनुपर्छ। अनि सीसीटीभी फुटेजहरू?
हो, त्यो पनि। घटनास्थल वरपरका सीसीटीभी क्यामेराहरूको फुटेज खोज्ने र हेर्ने काम पनि पक्कै भइरहेको होला। तर यी सबै कुराले समय त लिन्छ नै। हो, र अझै पनि धेरै महत्त्वपूर्ण प्रश्नहरू त बाँकी नै छन्, जस्तो कि सबैभन्दा ठूलो प्रश्न त यो हत्या किन गरियो, यसको पछाडि के कारण थियो? के यो व्यक्तिगत रिसैबी थियो, कि लेनदेनको विवाद, वा उहाँको सिटी सफारी चलाउने पेसासँग सम्बन्धित केही थियो, कि साँझको बेला लुटपाट गर्न खोज्दा हत्या हुन पुग्यो? रिपोर्टमा यसबारे केही सङ्केत छ कि? रिपोर्टमा हत्याको सम्भावित कारणबारे चाहिँ कुनै अनुमान वा जानकारी दिएको छैन। यो कुरा त प्रहरीको गहिरो अनुसन्धानबाटै खुल्ने हो। प्रहरीले मृतकका परिवार, साथीभाइ, सहकर्मीहरू अनि उहाँसँग पछिल्लो समय सम्पर्कमा आएका मानिसहरूसँग सोधपुछ गरेर सम्भावित कारणहरू पहिल्याउने कोसिस गर्नेछ। हरेक सम्भावनालाई हेर्नुपर्छ। हो। अनि अर्को मुख्य प्रश्न, तिनै आक्रमणकारीहरूको पहिचान भयो। उनीहरू को थिए? स्थानीय थिए कि बाहिरका? उनीहरूको हुलिया कस्तो थियो? कसैले चिन्यो कि? र तेस्रो प्रश्न, जुन पोस्टमार्टम रिपोर्टले जवाब दिनेछ, आक्रमणमा ठ्याक्कै कुन हतियार प्रयोग भयो? साँच्चै यो घटना निकै डरलाग्दो पनि छ अनि सोच्नुपर्ने खालको पनि। दिउँसै जस्तो समयमा सडकमा चलिरहेको गाडीभित्रै चालकको यसरी हत्या हुनुले त आम मानिसको सुरक्षामाथि नै गम्भीर प्रश्न उठाउँछ नि। हो त। यसले स्थानीय सुरक्षा व्यवस्था कतिको प्रभावकारी छ भन्ने कुरामा पनि चुनौती दिएको जस्तो देखिन्छ। अवश्य पनि। यसलाई अलि फराकिलो दृष्टिकोणबाट हेर्दा यस्तो घटनाको असर पीडित परिवारमा मात्रै सीमित रहँदैन। हो नि। यसले पुरै समुदायमा, अझ विशेष गरी उस्तै पेसा वा व्यवसाय गर्ने मानिसहरूमा गहिरो असुरक्षा र डर पैदा गर्छ। सिटी सफारी, ट्याक्सी वा अरू सार्वजनिक यातायात चलाउने चालकहरू दिनभरि नचिनेका यात्रुहरूसँग सम्पर्कमा हुन्छन्। उनीहरू विभिन्न जोखिम मोलेर सेवा दिइरहेका हुन्छन्। शिवनगरको यो घटनाले उनीहरूको त्यो जोखिमलाई एकदमै क्रूर रूपमा देखाइदियो। हो। यो घटनाले रामधनी क्षेत्रमा विशेष गरी साँझपख वा अलि एकान्त समयमा सफारी चलाउने अरू चालकहरूको मन डराउन सक्छ, जसले गर्दा स्थानीय यातायातमा पनि असर पर्न सक्छ। हो, तपाईले भनेको एकदम सही हो। उनीहरूले कति जोखिम लिएर काम गरिरहेका हुन्छन् भन्ने कुरा यस्तो घटनाले छर्लङ्ग पार्छ। अब सबैको आशा भनेको प्रहरी अनुसन्धान छिटो होस्, वास्तविक दोषी पत्ता लागुन् र उनीहरूलाई कानून अनुसार कडा कारवाही होस् भन्ने नै हुन्छ। प्रहरीले पक्कै पनि आफ्नो सबै स्रोत र क्षमता लगाएर अनुसन्धान गरिरहेको होला। यस्तो घटनामा जनताको दबाव पनि हुन्छ अनि प्रहरीलाई छिटो परिणाम दिनुपर्ने चुनौती पनि हुन्छ। प्रमाणहरू जम्मा गर्ने, विश्लेषण गर्ने, शङ्कास्पद मान्छेहरूको निगरानी गर्ने अनि त्यो प्रविधिको प्रयोग गर्ने, जस्तै कल डिटेल रेकर्ड, सीसीटीभी फुटेज, यस्ता अनेकौं पाटा हुन्छन्। पोस्टमार्टम रिपोर्ट र त्यसले दिने हतियार बारेको जानकारी चाहिँ अनुसन्धानका लागि एउटा महत्त्वपूर्ण मोड हुन सक्छ। ल, अब आजको छलफललाई छोटकरीमा हेर्दा हामीले सुनसरीको रामधुनी नगरपालिका शिवनगरमा शनिबार साँझ भएको सिटी सफारी चालक दिनेश चौधरीको हत्यासँग सम्बन्धित समाचार रिपोर्टमा आधारित भएर अलि गहिरो कुराकानी गर्यौं। हामीले घटनाको आधारभूत विवरण हेर्यौं, आक्रमणको प्रकृति कस्तो थियो, जसमा एक यात्रु र मोटरसाइकलमा आएका 2 जना बाहिरी मान्छे संलग्न भएको स्थानीयको आशंका छ। स्थानीयले सुनेको भनिएको ठूलो आवाजको सम्भावित अर्थ के हुन सक्छ, प्रहरीले घटनास्थल कसरी सुरक्षित राखेर अनुसन्धान सुरु गर्यो र शवलाई पोस्टमार्टमका लागि धरान पठाइएको अवस्थाबारे कुरा गर्यौं। हो, र हामीले यो पनि विश्लेषण गर्यौं कि पोस्टमार्टम रिपोर्ट अनुसन्धानका लागि किन यति धेरै महत्त्वपूर्ण छ। विशेष गरी प्रयोग भएको हतियार, मतलब गोली हो कि धारिलो वस्तु, त्यसको पहिचानले अनुसन्धानको दिशा कसरी बदल्न सक्छ भन्ने बारेमा। साथै हामीले अहिले पनि अनुत्तरित रहेका मुख्य प्रश्नहरू जस्तै आक्रमणकारी को हुन्, हत्याको पछाडिको खास कारण के हो र कुन हतियार प्रयोग भयो लाई पनि अगाडि ल्यायौं। निश्चय पनि यो घटना एउटा दुःखद अपराधको खबर मात्रै होइन। यसले दिउँसै सार्वजनिक ठाउँमा हुने आक्रमणको बढ्दो आँट, नागरिकको सुरक्षा, अझ विशेष गरी यातायात जस्तो क्षेत्रमा काम गर्नेहरूको पेशागत सुरक्षा अनि यस्ता जटिल घटनाको अनुसन्धानमा प्रहरीले सामना गर्नुपर्ने चुनौतीहरूबारे गम्भीर छलफल गर्नुपर्ने आवश्यकता देखाएको छ। यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ, यो घटनाको अनुसन्धान कति छिटो, कति निष्पक्ष र कति प्रभावकारी ढङ्गले टुङ्गिन्छ। हो।
यसको नतिजाले स्थानीय प्रहरी प्रशासनको क्षमताप्रतिको जनविश्वासलाई मात्र होइन, समग्रमा राज्यले नागरिकलाई दिने सुरक्षाको ग्यारेन्टीलाई पनि देखाउनेछ। बिल्कुल सही भन्नुभयो। अब आजको यो गहन विमर्शलाई यही टुङ्ग्याउनु अघि श्रोताहरूलाई सोच्नका लागि एउटा विचार छोडेर जाउँ न। हामीले समाचार रिपोर्टमा आधारित भएर घटनाका विभिन्न पक्ष केलायौं, तर अनुसन्धान अझै जारी छ र धेरै कुरा खुल्न बाँकी नै छ। मेरो विचारमा एउटा महत्त्वपूर्ण सोच्नुपर्ने प्रश्न यो हुन सक्छ, हत्याको कारण जेसुकै होस्, दिउँसै एउटा सानो सहर वा गाउँमा यसरी योजनाबद्ध रूपमा गरिएको हत्याले त्यो समुदायको सामाजिक संरचना र आपसी विश्वासमा कस्तो खालको दीर्घकालीन असर पार्न सक्छ होला। यो केवल अपराधको एउटा तथ्याङ्क मात्र होइन, यसले समुदायको मनोविज्ञानमा पार्ने प्रभावबारे सोच्नु पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ मलाई। निकै मार्मिक र सोचनीय प्रश्न छोड्नुभयो। हुन्छ, आजलाई यति नै गरौँ। धन्यवाद। धन्यवाद।